अभ्यास 2.1 को पहिलो प्रश्नमा नेपालमा मासिक रु 60,490 कमाउने र वार्षिक रु 35,500 को जीवन बीमा गरेका एकजना अधिकृत तहमा कार्यरत विवाहित कर्मचारीले प्राप्त गर्ने चाडपर्व खर्च सहितको 13 महीना बराबर 1 वर्षको आमदनी हिसाब गर्दा वार्षिक कति रुपैयाँ आयकर तिर्छन्। अब उसको मासिक तलब भनेको 60,490 रहेको छ र उसले कति बीमा गरेको छ 35,500, तर उसले चाडपर्व खर्च सहितको 13 महीना बराबरको 1 वर्ष। अब मासिक भनेको 60,490 भयो, त्यसैले 13 महीनाको हिसाब गर्दा पहिला हामी 1 महीनाको मासिक तलब लेख्छौँ। 1 महीना बराबर 60,490, त्यसैले 13 महीनाको अर्थात वार्षिक आय उसको कति हुन्छ 13 × 60,490 बराबर 7,86,370 रुपियाँ र जीवन बीमाको रकम कति रहेको छ 35,500। तर यहाँ एउटा कन्डिसन के भनेको छ भने उसले 1 वर्षको आमदनी हिसाब गर्दा वार्षिक कति रुपैयाँ आयकर तिर्छन् पत्ता लगाउनुहोस् र यहाँ भनेको छ अगाडि पेजमा उल्लेखित आयकर सीमा अनुसार हिसाब गर्नुहोस्। अब यसको उल्लेखित सीमा के रहेको छ भने त्यसलाई हामी हेर्दाखेरि अब उल्लेखित सीमा के रहेको छ भने यसमा विवाहित दम्पतिको लागि 6 लाखसम्मको करयोग आयमा 1%, 6 लाख भन्दा बढी तर 8 लाखसम्म करयोग आयमा 10%, तर हाम्रो यहाँ 7,86,370 रहेको छ। त्यसैले एउटा 1% कर लगाउँछौँ र बाँकीमा 10% कर लगाउँछौँ। यसरी अब हिसाब गर्दाखेरि करको दरहरूमा 6 लाखसम्म 1% र 6 लाखदेखि 8 लाखसम्मको 10%। त्यसैले करयोग वार्षिक आमदनी कति भयो हाम्रो 7,86,370 माइनस यो 35,500 घटाउँछौँ, किनभने उसको 35,500 भने के हो जीवन बीमा हो। यसलाई अब घटाउँछौँ भने कति हुन्छ 7,50,870 यो करयोग रकम हो, यसमा कर लाग्छ। त्यसैले हाम्रो कर केमा लाग्छ भने पहिला 6 लाखसम्म अर्को रेट 1% को दरले लाग्छ र 1,50,870 भनेको 10% को दरले लाग्छ। त्यसरी लेख्दाखेरि 6 लाखको 1% र अब यसमा बाँकी भनेको 1,50,870 को 10%। यस दुईटालाई हिसाब गर्दाखेरि हाम्रो हिसाब कति आउँछ, यस दुईटालाई हिसाब गर्दाखेरि 6,000 र यसलाई इन्टु 10 डिभाइड 100 गर्दाखेरि 15,087, दुईटै जोड्दाखेरि 21,087 आउँछ। त्यस्तै अब प्रश्न अर्कोमा अब प्रश्न 2 मा यहाँ छ एउटा संस्थामा काम गर्ने एकजना कर्मचारीले उसको आमदनी मध्ये 6 लाखसम्मको 1%, त्यसैले यहाँ 6 लाखसम्मको 1%, 6 लाखदेखि 8 लाखसम्म, 6 देखि 8 लाखसम्म 10%, 8 भन्दा माथि र 11 लाखसम्मको कति 20%, त्यसैले 8 लाखदेखि 11 लाखसम्म 20%, 11 भन्दा माथि 20 सम्म कति 30%। त्यसरी यो करहरूको सूची हामी बनाइसक्यौँ। त्यसपछि यहाँ के भनेको छ भने मासिक रु 72,082 कमाउने उक्त कर्मचारीले चाडपर्व खर्च सहितको 13 महीना बराबरको 1 वर्षको आमदनीमा हिसाब गर्दा कर बापतको कति रकम सरकारलाई बुझाउनु पर्छ। अब मासिक उसको तलब भनेको 72,082 हो, तर 1 महीनाको चाडपर्व खर्च लिएर जम्मा कति हुन्छ 13 महीनाको, त्यसैले 13 × 72,082 बराबर कति हुन्छ 9,37,066 हुन्छ। अब यसलाई हामी करको दर अनुसार लेख्दाखेरि सुरुमा 6 लाखमा लाग्छ, त्यसपछि 8 देखि 6 लाख भनेको 2 लाखमा र अब 8 भन्दा माथि कति रहेको छ 1,37,066, यसमा कति लाग्छ 20%। अब यो 6 लाखको 1%, 2 लाखको 10% र माथिमा 20%। अब यसरी हिसाब गर्दाखेरि एउटा हाम्रो यो 6 लाखमा 1% को दरले 6,000 र 2 लाखमा 10% को दरले 20,000 र 1,37,066 मा 20% को दरले 27,413.2। अब सबैलाई जोड्दाखेरि 53,413.2
यो भनेको के हुन्छ? वार्षिक आयकर हुन्छ जम्मा। प्रश्न 3 मा छ तलको तालिकामा एकलौटी फारमका रूपमा व्यवसाय हुने व्यवसायका लागि उल्लेखित आयकर सीमा अध्ययन गर्नुहोस्। अब यसमा 1 देखि 5 लाखसम्म भनेको आयकर छुट रहेको छ र 5 देखि 7 लाखसम्मको 10%, 7 देखि 10 लाखसम्मको 20%, 10 देखि 20 सम्मको 30% र 20 लाखभन्दा माथि कति 36%। अब यहाँ प्रश्नहरू एकजनाको। अब आयकर सीमा अनुसार निम्न बमोजिमको वार्षिक आमदनी गर्ने एकजना व्यवसायीले कति आयकर तिर्नुपर्छ हिसाब गर्नुहोस्। अब का नम्बरलाई हेर्दाखेरि 6,30,000 रहेको छ। अब 1 लाख। अब का नम्बरमा वार्षिक आमदनी 6,30,000। त्यसपछि 5 लाखसम्म छुट रहेको छ। 5 देखि 7 लाखसम्म 10%, 7 देखि 10 लाखसम्म 20%, 10 देखि 20 लाखसम्म 30%, 20 लाखभन्दा माथि 36%। अब आमदनी भनेको 6,30,000 छ। यसलाई करयोग्य आयमा हेर्दाखेरि अब पहिला हामी 5 लाखसम्म छुट छ, त्यसैले 5 लाख घटाउँदाखेरि 1,30,000 हुन्छ। अब 1,30,000 को 10% कर लगाउँदाखेरि कति हुन्छ? 13,000। त्यस्तै प्रश्न ख नम्बरमा। अब प्रश्न खमा वार्षिक आमदनी 9,25,000 जसमा यो 5 लाखसम्म छुट हुन्छ, बाँकी रहन्छ 4,25,000। अब यसमा लाग्ने करको दर अनुसार लेख्दाखेरि पहिला सुरु 2 लाखमा कति लाग्ने भयो? 10% र त्यसभन्दा माथिमा कति लाख बाँकी रह्यो? 2,25,000 मा 20%। किनभने यहाँ के दिएको छ भने 5 लाखसम्म फेरि यो 5 लाख घटाइसकेपछि कति आयो? 4,25,000। त्यसपछि 5 देखि 7 2 लाखमा कति रहेको छ? 2 लाखमा भनेको 10% र अर्को भनेको 7 देखि 10 भनेको 3 लाखको रेन्जमा, अर्थात् यो भनेको 2 लाखभन्दा बढी यहाँ कति हुन्छ भने अर्थात् 5 देखि 7 लाखको बीचमा कति यहाँ पर्छ? 2,25,000। किनभने यो 2 लाखसम्मको कति होकर 10%। अब यसको 2 लाखको 10% र 2,25,000 को 20% यहाँ रहेको छ। अब 2 लाखको 10% 20,000 र 2,25,000 को 20% कति? 45,000। दुईटै जोड्दाखेरि 65,000। त्यस्तै गरेर प्रश्न ग नम्बरमा। अब प्रश्न ग मा छ वार्षिक आमदनी भनेको 17,88,000 रहेको छ। अब यसमा करयोग भनेपछि 5 लाखसम्म छुट हुन्छ, त्यसैले 12,88,000 भयो। अब करको दर अनुसार लेख्दाखेरि सुरुमा 2 लाखसम्म। अब करको दर अनुसार लेख्दाखेरि 5 देखि 7 लाखको बीचमा 10% लाग्छ, त्यसैले 2 लाख यहाँ हामी लेख्छौँ। दुईटैको फरक 2 लाख रहेको छ। त्यसपछि अर्को 7 लाखदेखि 10 लाखसम्मको 20%, अर्थात् यिनीहरूको फरक कति रहेको छ? 3 लाख। त्यसैले 2 लाख 3 लाख 5 लाख र यहाँ 12,88,000 छ, बाँकी कति रह्यो? 7,88,000। अब यहाँ भनेको 3 चरणमा कर लाग्छ। पहिलोमा 10%, दोस्रोमा 20% र तेस्रोमा 30%। यसरी तीनटैको करहरू हिसाब गर्दाखेरि यहाँ 20,000, 60,000, 23,000, 2,36,400 सबै जोड्दाखेरि कति आउँछ कर यहाँ भनेको? 3,16,400। त्यस्तै प्रश्न नम्बर घ मा। प्रश्न घ मा छ वार्षिक आमदनी 22,25,000। अब 22,25,000 मा 5 लाख भनेको हाम्रो कर छुट हो, त्यसैले 5 लाख घटाउँदाखेरि 17,000, 17,25,000 भयो। त्यसरी 5 लाखसम्म हाम्रो के छ भने छुट छ, त्यसैले 22,25,000 बाट 5 लाख यो छुट घटायो भने हाम्रो करिब रकम कति हुन्छ? 17,25,000 हुन्छ। अब करको दर अनुसार सुरुमा 2 लाखमा। अब सुरुमा 5 देखि 7 भनेको 10%, यसको फरक कति रहेको छ? 2 लाख। त्यसैले 2 लाख यसलाई सेपरेट 17,25,000लाई सेपरेट गर्दाखेरि 2 लाख र अर्को 7 देखि 10 भनेको यो दुईटाको फरक 3 लाख र अर्को 10 देखि 20 यसको फरक भनेको 10 लाख र माथि कति बच्यो? 2,25,000। त्यसैले यहाँ 4वटा चरणमा कर लाग्छ। एउटा 10%, अर्को 20% र अर्को 30% र अर्को 36%। यसरी अब
2 लाख को 10% हिसाब गर्दाखेरि 20,000, 3 लाख को 20% हिसाब गर्दाखेरि 60,000 र 10 लाख को 30% हिसाब गर्दाखेरि 3 लाख र 2,25,000 को 36% निकाल्दाखेरि 81,000। यो चारवटै करहरूलाई जोड्दाखेरि जम्मा आयकर कति हुन्छ? 4,61,000। अब प्रश्न 4 मा छ बैंकमा जम्मा गरेको 10 लाख। अब सब भनेको यहाँ 10 लाख भयो र अर्को छ 4 वर्षमा समय t बराबर 4 वर्ष 8.5 साधारण ब्याजका दरले त्यसैले r बराबर 8.5 प्रति वर्ष प्रतिशत प्रति वर्ष र कर दर ट्याक्स भनेको 5 रहेको छ 5%। अब साधारण ब्याजको फर्मुला लगाउँदाखेरि PTR/100। त्यसरी हाम्रो साधारण ब्याज कति आयो? 3,40,000। फेरि प्रश्नमा के भनेको छ भने यदि उक्त ब्याजमा 5% आयकर लाग्छ खुद साधारण ब्याज कति हुन्छ? त्यसैले अब 5% घटाउँदाखेरि SI माइनस SI को 5%, 3,40,000 माइनस 3,40,000 को 5% घटाउँदाखेरि अर्थात् 17,000 घटाउँदाखेरि कति हुन्छ? 3,23,000 बच्छ। त्यसरी यस प्रश्नलाई यस किसिमले हल गर्न सकिन्छ।